द डीप डाइभमा स्वागत छ। आज हामी लगानीको दुनियाँका एकजना सबैभन्दा सफल र सम्मानित व्यक्ति वरेन बफेटको दिमागभित्र पस्ने प्रयास गर्दैछौँ। हाम्रो लागि नक्साको काम गर्दैछ रबर्ट जी ह्याक्स्ट्रोमको किताब द वरेन बफेट वे। आजको हाम्रो यात्रा कुनै गेट रिच क्विक योजना खोज्नु होइन, बरु हामी बफेटको जस्तै एक लगानीकर्तालाई टुक्रा टुक्रा जोडेर बनाउनेछौँ। जगबाट सुरु गरेर एउटा उत्कृष्ट व्यवस्था कसरी चिन्ने, त्यसलाई चलाउने मान्छेलाई कसरी जाँच्ने, अनि त्यसको आर्थिक स्वास्थ्य कसरी नाप्ने र अन्त्यमा त्यसको लागि सही मूल्य कति तिर्ने भन्ने तहसम्म पुग्नेछौँ। एकदम सही। र सुरु गर्नुअघि एउटा आधारभूत कुरामा स्पष्ट हौं। बफेटको तरिका भनेको स्क्रिनमा हेरेर शेयरको मूल्य तलमाथि गरेको आधारमा गरिने स्टक ट्रेडिङ होइन। यो त होइन। यो त आफूलाई सिङ्गो व्यवसायको मालिक सम्झने बिजनेस ओनरशिपको मानसिकता हो। आज हामी यही मानसिकतालाई 4वटा मुख्य स्तम्भमा बाँडेर केलाउनेछौँ: बिजनेस, म्यानेजमेन्ट, फाइनान्शियल र मार्केट टेनेन्ट्स। यो लगानीको एउटा गहिरो चिन्तन हुनेछ। ल त्यसो भए जगबाटै सुरु गरौँ। पहिलो स्तम्भ बिजनेस टेनेन्ट्स। बफेटले कुनै पनि कम्पनीमा लगानी गर्नु अघि आफूलाई 3वटा प्रश्न सोध्नुहुन्छ अरे। पहिलो हो, के यो व्यवसाय सरल र मैले बुझ्ने खालको छ? यो सर्कल अफ कम्पिटेन्सको अवधारणा यही आउँछ, होइन? र यो सायद सबैभन्दा महत्त्वपूर्ण फिल्टर हो। बफेटको सिद्धान्त अनुसार यदि तपाईँले कुनै व्यवसायले कसरी पैसा कमाउँछ भनेर 5 मिनेटमा 5 मिनेटमा साधारण भाषामा व्याख्या गर्न सक्नुहुन्न भने त्यसमा लगानी नगर्नुहोस्। उहाँ जटिल बायोटेक वा सेमिकन्डक्टर कम्पनीहरूबाट टाढै बस्नुहुन्छ। किन? किनभने उहाँलाई ती क्षेत्रको गहिरो ज्ञान छैन। कोकाकोलाको उदाहरण सधैँ आउँछ। यो बुझ्न सजिलो भएरै हो। बिल्कुल। कोकाकोलाको बिजनेस मोडल एकदमै सिधा छ। चिनी पानीमा एउटा गोप्य सूत्र मिसाएर कन्सन्ट्रेट बनाउने अनि बेच्ने हो, त्यसलाई विश्वभरका बटलर्सलाई बेच्ने र व्यापक मार्केटिङ गर्ने। यो 100 वर्षदेखि चलेको छ र अर्को 100 वर्षसम्म पनि चल्ने सम्भावना छ। यो सरलताले गर्दा यसको भविष्यको आम्दानी अनुमान गर्न पनि धेरै सजिलो हुन्छ, जुन पछि हामी भ्यालुएसनमा कुरा गर्दा महत्त्वपूर्ण हुन्छ। ठिक छ, सर्कल अफ कम्पिटेन्स भित्रको व्यवसाय भेटियो, तर दोस्रो प्रश्न पनि छ, के व्यवसायको कन्सिस्टेन्ट अपरेटिङ हिस्ट्री अर्थात् निरन्तर सञ्चालन इतिहास छ? खै यो अलि अनौठो लाग्छ, किनभने धेरै लगानीकर्ता त द नेक्स्ट बिग थिङ वा ठूलो टर्नअराउन्डको पछि लागिरहेका हुन्छन्। यो एकदमै राम्रो प्रश्न हो। र हो, बफेटको यो तरिकाले स्टिभ जब्सले एप्पलमा फर्केर ल्याएको जस्तो चमत्कारिक टर्नअराउन्डबाट हुने फाइदाहरू गुमाउन सक्छ। तर बफेट त्यो खेल खेलिरहनु भएको छैन। उहाँ त्यस्तो खेल खेल्दै हुनुहुन्छ जुन उहाँले जित्ने सम्भावना अत्यधिक छ। भनेपछि गल्तीहरूबाट बच्नमा बढी ध्यान दिनुहुन्छ, ठूलो जित हासिल गर्नुभन्दा। ठ्याक्कै। उहाँ टर्नअराउन्डमा लगानी गर्नुलाई भनौँ न, समस्याग्रस्त व्यवसायमा पैसा हाल्नु भनेको थप समस्या किन्नु जस्तै हो। उहाँ जिलेट जस्ता कम्पनीहरू खोज्नुहुन्छ जसले दशकौँसम्म एउटै मूल उत्पादन ब्लेड र रेजरमा निरन्तर सानो सानो नवीनता ल्याएर आफ्नो बजारमा एकाधिकार कायम राख्यो। त्यो निरन्तरताले नै स्थायित्व देखाउँछ। हो, स्थायित्व र अनुमान योग्यता देखाउँछ। र तेस्रो र सायद सबैभन्दा शक्तिशाली अवधारणा, के व्यवसायसँग अनुकूल दीर्घकालीन सम्भावनाहरू छन्? यहाँ बफेटको प्रसिद्ध इकोनोमिक मोटको कुरा आउँछ। यो भनेको के हो? इकोनोमिक मोट भनेको एउटा अदृश्य किल्ला हो जसले कम्पनीलाई प्रतिस्पर्धीहरूबाट बचाउँछ। किल्ला हो, यो किल्ला जति फराकिलो र गहिरो भयो, कम्पनी त्यति नै लामो समयसम्म नाफामूलक रहन्छ। यो मोट विभिन्न कुराले बन्न सक्छ। जस्तै कोकाकोलाको ब्रान्ड यति शक्तिशाली छ कि तपाईँले दोकानमा गएर एउटा चिसो दिनुस् भन्दा पनि पसलले कोक नै दिन्छ। त्यो एउटा मोट हो। अरू कस्ता मोड्स हुन सक्छन्? अर्को हुन्छ लो कस्ट प्रोड्युसर हुनु, जस्तै कस्को। उनीहरूले यति सस्तोमा सामान बेच्छन् कि अरूले प्रतिस्पर्धा गर्नै सक्दैनन्। तेस्रो स्विचिङ कस्ट हुन सक्छ, जस्तै माइक्रोसफ्ट विन्डोज। भनेको एउटाबाट अर्कोमा जान गाह्रो हुने। ठ्याक्कै। तपाईँले वर्षौंदेखि चलाइरहनु भएको छ, अब एप्पलको म्याकमा स्विच हुन कति झन्झट हुन्छ। त्यो झन्झट नै माइक्रोसफ्टको मोट हो। बुझे। यो मोटले कम्पनीलाई प्राइसिङ पावर दिन्छ, अर्थात् अलिकति मूल्य बढाउँदा पनि ग्राहक नभाग्ने शक्ति। यही शक्तिले मुद्रास्फीतिलाई जित्न मद्दत गर्छ। ठिक छ,
हामीले एउटा सरल, स्थिर र इकोनोमिक मोड भएको व्यवसाय भेट्यौं। तर त्यो व्यवसाय चलाउने मानिसहरू कस्ता छन् भन्ने कुरा पनि त उत्तिकै महत्त्वपूर्ण होला नि। यसले हामीलाई दोस्रो स्तम्भ म्यानेजमेन्ट टेनेट्समा ल्याउँछ। बफेटले भन्नुभएको छ, खराब मान्छेहरूसँग राम्रो सम्झौता गर्न सकिँदैन। हुन्छ। पहिलो र सबैभन्दा महत्त्वपूर्ण हो ऱ्यासनालिटी, अर्थात् तर्कसङ्गतता। व्यवस्थापनको सबैभन्दा मुख्य काम भनेको कम्पनीले कमाएको नाफा अर्थात् क्यापिटललाई सही ठाउँमा एलोकेट गर्नु हो। क्यापिटल एलोकेसनलाई अलि सरल बनाइदिनुस् न। मानौ एउटा कम्पनीले 1 वर्षमा 10 करोड नाफा कमायो। अब सीईओसँग केही विकल्पहरू छन्। त्यो पैसाले फ्याक्ट्री विस्तार गर्ने, अरू कम्पनी किन्ने, ऋण तिर्ने वा शेयर धनीहरूलाई फिर्ता दिने हो, लाभांश वा शेयर रिपर्चेसेस मार्फत फिर्ता दिने। एक ऱ्यासनल सीईओले त्यही विकल्प रोज्छ जसले शेयर धनीहरूको लागि सबैभन्दा बढी दीर्घकालीन मूल्य सृजना गर्छ। यदि कम्पनीको आफ्नै व्यवसायमा पुनः लगानी गर्दा 15-20% प्रतिफल आउने सम्भावना छ भने त्यो गर्नु तर्कसङ्गत हो। तर यदि त्यस्तो अवसर छैन भने त्यो पैसा शेयर धनीहरूलाई फिर्ता दिनु नै तर्कसङ्गत हुन्छ। तर धेरै सीईओहरू आफ्नो साम्राज्य बढाउने धुनमा हुन्छन्। उनीहरू ग्रोथको लागि मात्र महँगोमा अरू कम्पनी किन्छन् जसले अन्ततः शेयर धनीहरूलाई घाटा पुर्याउँछ। यो तर्कहीन व्यवहार हो। दोस्रो गुण हो क्यान्डोर, शेयर धनीहरूप्रतिको इमानदारी हो। यसको अर्थ हो व्यवस्थापनले कम्पनीको राम्रो र नराम्रो दुवै कुरा इमानदारीपूर्वक बताउनुपर्छ। बफेट आफै बर्कशायर ह्याथवेको वार्षिक प्रतिवेदनमा आफ्ना लगानीका गल्तीहरू खुलेर स्वीकार्नुहुन्छ। त्यो पारदर्शिताले विश्वास बढाउँछ। हो। र तेस्रो गुण इन्स्टिट्युसनल इम्पेरेटिभको प्रतिरोध गर्ने क्षमता। यो अलि जटिल सुन्यो। यो एकदमै गहिरो मनोवैज्ञानिक अवधारणा हो। इन्स्टिट्युसनल इम्पेरेटिभ भनेको उद्योगका अरूले जे गरिरहेका छन् आँखा चिम्लेर त्यही गर्ने प्रवृत्ति हो। मतलब यदि अरू सबै टेक कम्पनीहरूले महँगो अधिग्रहण गरिरहेका छन् भने हामीले पनि गर्नै पर्छ भन्ने दबाव। भनेपछि यो सबैजना खोलामा हाम फाले म पनि हाम फाल्छु भन्ने मानसिकता जस्तो भयो, चाहे त्यो खोलामा पानी छ कि छैन थाहा नभए पनि। ठ्याक्कै त्यही हो। एक असल व्यवस्थापक भिडको पछि लाग्दैन। ऊ व्यवस्थाको दीर्घकालीन हितको लागि जे सही हो त्यही गर्छ, चाहे त्यो निर्णय तत्कालको लागि अलोकप्रिय नै किन नहोस्। उत्कृष्ट। राम्रो व्यवसाय र राम्रो व्यवस्थापन पायौं। अब उनीहरूको प्रदर्शनलाई सङ्ख्यामा कसरी नाप्ने? यसले हामीलाई तेस्रो स्तम्भ फाइनान्शियल टेनेट्समा ल्याउँछ। र यहाँ बफेट त वाल स्ट्रिटको सोचभन्दा फरक देखिनुहुन्छ। उहाँ अर्निङ्स पर शेयरलाई खासै महत्त्व दिनुहुन्न रे। हो, दिनुहुन्न। उहाँ इपिएसलाई स्मोक स्क्रिन भन्नुहुन्छ। स्मोक स्क्रिन भनेको एउटा भ्रम सृजना गर्ने तत्त्व। किनभने एकाउन्टिङको चलाखीले यसलाई सजिलै बढाउन सकिन्छ। उहाँको लागि वास्तविक आर्थिक प्रदर्शनको मापदण्ड हो रिटर्न अन इक्विटी, आरओई हो। अर्थात् शेयर धनीहरूको लगानीमा कम्पनीले कति प्रतिफल कमाइरहेको छ। एउटा उत्कृष्ट कम्पनीले लगातार उच्च आरओई जस्तै 15% भन्दा माथि कमाउन सक्नुपर्छ। तर उच्च आरओई मात्रै हेरेर त हुँदैन होला नि। कुनै कम्पनीले धेरै ऋण लिएर पनि त आरओई बढाउन सक्छ। एकदमै सही ठाउँमा पुग्नुभयो। त्यसैले बफेट यो सुनिश्चित गर्न चाहनुहुन्छ कि त्यो उच्च आरोही अत्यधिक ऋण अर्थात् लेभरेजको सहायता बिना हासिल गरिएको होस्। एउटा साँच्चीको उत्कृष्ट व्यवसायले थोरै वा शून्य ऋणमा पनि आकर्षक आरोही कमाउन सक्छ। यहाँ अर्को एउटा एकदमै महत्त्वपूर्ण अवधारणा छ, ओनर अर्निङ्स। यो सुन्दा नेट प्रॉफिट वा क्याश फ्लो जस्तै लाग्छ, तर यो फरक छ हैन? धेरै फरक छ। नेट प्रॉफिट एउटा अकाउन्टिङको धारणा हो। ओनर अर्निङ्स चाहिँ व्यवसायको मालिकको दृष्टिकोण हो। मालिकको दृष्टिकोण हो। यसले व्यवसायको वास्तविक नगद उत्पादन गर्ने क्षमता देखाउँछ। यसको सूत्र हो नेट इन्कम प्लस डिप्रिसिएसन प्लस एमोर्टाइजेसन माइनस क्यापिटल एक्सपेन्डिचर्स। क्यापिटल एक्सपेन्डिचर्स भनेको व्यवसायको प्रतिस्पर्धात्मक स्थिति र उत्पादन क्षमता कायम राख्न आवश्यक पर्ने वार्षिक खर्च।
त्यसो भए एउटा कम्पनीले 50 करोड रुपियाँ नेट प्रफिट देखाएर पनि यदि उसले आफ्नो व्यवसाय टिकाउनको लागि त्यो सबै नाफा नयाँ मेसिनरीमा खर्च गरिरहेको छ भने ओनर अर्निङ्सको नजरमा त्यो खासै आकर्षक नहुन सक्छ, होइन त? यो त कम्पनीको स्वास्थ्यको अनेस्टी टेस्ट जस्तै भयो। एकदम सही विश्लेषण। यो अनेस्टी टेस्ट नै हो। यसले बताउँछ कि वर्षको अन्त्यमा सबै आवश्यक खर्चहरू गरेपछि मालिकले वास्तवमा कति नगद आफ्नो खल्तीमा हाल्न वा व्यवसाय विस्तारमा लगाउन सक्छ। बफेटले कम्पनीको भ्यालुएसन गर्दा यही ओनर अर्निङ्सलाई आधार मान्नुहुन्छ। यसका साथै उहाँ उच्च नाफा मार्जिन, हाई प्रफिट मार्जिन्स र $1 प्रिमियसमा पनि ध्यान दिनुहुन्छ। यो $1 प्रिमियस के हो? $1 प्रिमिस एक सीईओको प्रभावकारिता नाप्ने एउटा सरल तर क्रूर परीक्षण हो। कसरी? प्रश्न साधारण छ। कम्पनीले रिटेन गरेको अर्थात् लाभांश नबाँडेको प्रत्येक ₹1 बराबर के त्यसले बजारमा कम्तीमा ₹1 मूल्य मार्केट भ्याल्यु सिर्जना गरेको छ? यदि छ भने व्यवस्थापनले पुँजीको सही उपयोग गरिरहेको छ। यदि छैन भने त्यो पैसा शेयरधनीहरूलाई फिर्ता दिनु नै उत्तम हुन्थ्यो। वाह, यो त सीईओको लागि एउटा रिपोर्ट कार्ड जस्तै भयो। ठिक छ, अब हामी अन्तिम र सबैभन्दा महत्त्वपूर्ण खण्डमा छौँ, भ्याल्यु टेनेट्स। हामीले उत्कृष्ट व्यवसाय भेट्यौँ, त्यसलाई उत्कृष्ट मान्छेले चलाइरहेका छन् र आर्थिक रूपमा पनि त्यो बलियो छ। तर अब कति मूल्य तिर्ने? यहाँ बफेटको प्रसिद्ध भनाइ लागू हुन्छ, प्राइस इज वाट यु पे, भ्याल्यु इज वाट यु गेट। भ्याल्यु इन्भेस्टिङको सम्पूर्ण सार यही वाक्यमा छ। मूल्य र मूल्यबीचको फरक बुझ्नु। पहिलो चरण हो कम्पनीको इन्ट्रेन्सिक भ्याल्यु अर्थात् आन्तरिक वा वास्तविक मूल्य पत्ता लगाउनु। त्यसका लागि बफेट जन बोर्ड विलियम्सको डिस्काउन्टेड क्याश फ्लो DCF मोडलको अवधारणा प्रयोग गर्नुहुन्छ। ल, यो DCF मोडललाई एउटा उदाहरणबाट बुझाउन त। मानौ एउटा कम्पनी छ जसको ओनर अर्निङ्स अहिले वार्षिक 50 लाख छ। यसको इन्ट्रेन्सिक भ्याल्यु कसरी गणना गर्ने? यसका लागि हामीले भविष्यको लागि केही अनुमानहरू लगाउनु पर्छ। मानौ हामीलाई विश्वास छ कि यो कम्पनीले आउने 10 वर्षसम्म आफ्नो ओनर अर्निङ्सलाई वार्षिक 15% बढाउन सक्छ र त्यसपछि सधैँका लागि 5% को स्थिर दरले बढ्छ। यो त अनुमान भयो। हो, यो शिक्षित अनुमान हो। अब हामीलाई एउटा डिस्काउन्ट रेट चाहिन्छ। यो भनेको भविष्यको पैसालाई आजको मूल्यमा ल्याउने दर हो। सामान्यतया यो रिस्क फ्री रेट जस्तै सरकारी बन्डको ब्याज दरको हाराहारीमा हुन्छ। मानौ त्यो 10% छ। ठीक छ। अब हिसाब सुरु हुन्छ। हामीले अर्को वर्षको 50 लाख 1.15 बराबर 57.5 लाखलाई 10% ले डिस्काउन्ट गरेर आजको मूल्यमा ल्याउँछौँ। त्यसै गरी दोस्रो, तेस्रो, 10औं वर्षसम्मको अर्निङ्सलाई डिस्काउन्ट गर्छौँ र त्यसपछिको अनन्त अवधिको अर्निङ्सलाई पनि एउटा सूत्र प्रयोग गरेर डिस्काउन्ट गर्छौँ। अनि ती सबै प्रेजेन्ट भ्याल्युजलाई जोडेपछि कम्पनीको कुल इन्ट्रेन्सिक भ्याल्यु निस्कन्छ। तर यहाँ एउटा कुरा छ, भविष्यको ग्रोथ रेट र डिस्काउन्ट रेट त अनुमान मात्रै हो नि, यसमा गल्ती हुन सक्छ। बिल्कुल, र यही तपाईले सबैभन्दा महत्त्वपूर्ण कुरा समात्नुभयो। यो कुनै भौतिक विज्ञानको नियम होइन, यो कला हो। भविष्यको ग्रोथ रेट र डिस्काउन्ट रेट अनुमान गर्नुमा नै सबैभन्दा ठूलो चुनौती छ। त्यसैले बफेट यो मोडल त्यस्ता व्यवसायहरूमा मात्र प्रयोग गर्नुहुन्छ जसको भविष्य अनुमान गर्न सकिन्छ। जस्तै कोका-कोला। हो, वहाँ कुनै अनप्रेडिक्टेबल टेक स्टार्टअपको DCF गरेर बस्नुहुन्न। द्याट्स द की। ठीक छ, मानौ हाम्रो हिसाबले कम्पनीको इन्ट्रेन्सिक भ्याल्यु 10 करोड आयो। अब अन्तिम चरण के हो? अन्तिम र सबैभन्दा महत्त्वपूर्ण चरण हो मार्जिन अफ सेफ्टी खोज्नु। मार्जिन अफ सेफ्टी? हो, यदि कम्पनीको इन्ट्रेन्सिक भ्याल्यु 10 करोड छ तर शेयर बजारमा त्यसको कुल मूल्य मार्केट क्याप आज 6 करोड मात्र छ भने त्यहाँ 4 करोड अर्थात् 40% को मार्जिन अफ सेफ्टी छ। यो सुरक्षा मार्जिनले हाम्रो विश्लेषणमा हुन सक्ने गल्तीहरूबाट पनि बचाउँछ र नाफाको सम्भावनालाई अत्यधिक बढाउँछ। बफेट यही ठूलो मार्जिन अफ सेफ्टी भएको अवसरको लागि धैर्यतापूर्वक पर्खनुहुन्छ। यी सबै 4 सिद्धान्तहरूलाई व्यवहारमा उतार्न प्राविधिक ज्ञान मात्र त पर्याप्त छैन होला। बफेट भन्नुहुन्छ, सफल लगानीको लागि उच्च IQ भन्दा सही स्वभाव टेम्परामेन्ट बढी महत्त्वपूर्ण हुन्छ। यो हाम्रो छलफलको मनोवैज्ञानिक पक्ष भयो।
हो, र यो बिना अरू सबै सिद्धान्तहरू काम लाग्दैनन्। यहाँ दुईवटा कुरा आउँछन्, धैर्य, पेशेन्स, र अनुशासन, डिसिप्लिन। बजारको दैनिक उतार चढाव, समाचारको कोलाहल र अरूले के गरिरहेका छन् भन्ने कुराबाट प्रभावित नहुनु नै अनुशासन हो। अनि धैर्य? बफेटको फोकस इन्भेस्टिङको अवधारणा, अर्थात् आफूले राम्ररी बुझेका केही उत्कृष्ट कम्पनीहरूमा मात्र ठूलो लगानी गर्ने र त्यसलाई लामो समयसम्म, दशकौंसम्म राख्ने, यसका लागि अथाह धैर्य चाहिन्छ। बेन ग्राहमको मिस्टर मार्केटको कथाले यसलाई राम्ररी बुझाउँछ, होइन त? हो, यो सबैभन्दा उत्कृष्ट कथा हो। कल्पना गर्नुहोस्, तपाईको एउटा बिजनेस पार्टनर छ जसको नाम मिस्टर मार्केट हो। ऊ म्यानिक डिप्रेसिभ छ, अर्थात् उसको मुड सधैँ कि त चरम उत्साहमा हुन्छ कि त चरम निराशामा। हरेक दिन ऊ तपाईको ढोकामा आएर तपाईको हिस्सा किन्न वा बेच्नको लागि एउटा मूल्य प्रस्ताव गर्छ। कस्तो होला त्यो? जब ऊ अत्यधिक आशावादी हुन्छ, उसले एकदमै महँगो अवास्तविक मूल्य प्रस्ताव गर्छ, र जब ऊ निराश हुन्छ, उसले त्यही व्यवसाय एकदमै सस्तोमा बेच्न तयार हुन्छ। अनि एक अनुशासित लगानीकर्ताले के गर्छ? एक अनुशासित लगानीकर्ताले मिस्टर मार्केटको भावनात्मक मूडको फाइदा उठाउँछ। उसको शिकार बन्दैन। भनेको? जब ऊ डराएर सस्तोमा बेच्न आउँछ तब किन्ने, र जब ऊ लोभिएर महँगोमा किन्न आउँछ तब बेच्ने वा वास्ता नगर्ने। बफेटको अरू लोभी हुँदा डराउनुहोस् र अरू डराउँदा लोभी बन्नुहोस् भन्ने भनाइको सार यही हो। आजको यो गहिरो विश्लेषणबाट स्पष्ट हुन्छ कि द वारेन बफेट वे कुनै गोप्य सूत्र वा जटिल गणितीय मोडल होइन। यो त व्यवसायलाई हेर्ने, व्यवस्थापनलाई बुझ्ने र मूल्यलाई सम्मान गर्ने एउटा तर्कसङ्गत र अनुशासित दृष्टिकोण रहेछ। वास्तवमा यो शेयर बजारलाई एउटा क्यासिनोको रूपमा नभई विभिन्न व्यवसायहरूको एउटा सङ्ग्रहको रूपमा हेर्ने मानसिकता हो। शेयरलाई मूल्य घटबड हुने एउटा टिकर सिम्बोलको रूपमा होइन, एउटा जीवन्त व्यवसायको हिस्साको रूपमा हेर्नु नै बफेटको सफलताको रहस्य हो। आजको छलफलले लगानीकर्ताहरूलाई सोच्नको लागि एउटा प्रश्न छोडेको छ। यदि आज शेयर बजार कुनै कारणले 5 वर्षको लागि बन्द भयो भने के हामी आफ्नो पोर्टफोलियोमा रहेका कम्पनीहरूप्रति ढुक्क भएर उनीहरूको व्यापारिक प्रदर्शनमा विश्वास गरेर बस्न सक्छौं? यो प्रश्नको जवाफले नै सायद बफेटको दृष्टिकोण र हाम्रो वर्तमान दृष्टिकोण बीचको दूरी देखाउँछ। कोही इन्भेस्टर हो कि स्पेक्युलेटर, यो दुई मानसिकता बीचको फरक नै बफेटको तरिकाको जग हो। सोच्नुस् त, स्पेक्युलेटर त्यो मान्छे हो जो बजारको उतार चढावमा बाजी लगाउँछ, हरेक दिन मूल्यको अनुमान गर्छ। तर एक इन्भेस्टरले बिजनेसको विश्लेषण गर्छ, लामो समयको लागि सोच्छ र बजारको हल्लालाई वास्तै गर्दैन। ऊ धैर्यवान हुन्छ। बफेटको यो दर्शनको जरा उहाँका गुरु बेन्जामिन ग्राहममा छ। उहाँको मूल मन्त्र के हो भने, लगानी तब सबैभन्दा बुद्धिमानी हुन्छ जब यो सबैभन्दा बढी बिजनेस लायक हुन्छ। अर्थात् एक व्यापारी जसरी सोच्नुहोस्, शेयर बजारको खेलाडी जसरी होइन। यसको मतलब के हो भने, लगानीकर्ताले कागजको टुक्रा वा स्क्रिनमा देखिने एउटा टिकर सिम्बल किनिरहेको हुँदैन, उसले त एउटा वास्तविक चल्दै गरेको व्यवसाय किनिरहेको हुन्छ। त्यसैले कम्पनीको काम, त्यसका उत्पादनहरू र त्यसको भविष्य बुझ्नु एकदमै जरुरी छ, न कि त्यसको शेयर मूल्य मात्र हेर्नु। त्यसो भए एक बिजनेस ओनर जस्तै सोच्नु भनेको के हो त? बफेटले कुनै पनि व्यवसायलाई कसरी जाँच्नुहुन्छ? उहाँ एउटा स्पष्ट फ्रेमवर्क प्रयोग गर्नुहुन्छ जुन 12वटा सिद्धान्तहरूमा आधारित छ। सबैभन्दा पहिला उहाँ बिजनेस आफैलाई हेर्नुहुन्छ। के यो बिजनेस बुझ्न सजिलो छ? के यसको इतिहास राम्रो र स्थिर छ? र सबैभन्दा महत्त्वपूर्ण, के यसको भविष्य राम्रो छ? उहाँ यस्तो व्यवसाय खोज्नुहुन्छ जसमा केही विशेष कुरा होस्, जसलाई उहाँ फ्रेन्चाइज भन्नुहुन्छ। यो फ्रेन्चाइज भ्याल्यु आउँछ कहाँबाट? यो आउँछ एउटा बलियो कम्पेरेटिभ एडभान्टेजबाट, जसलाई बफेट एकदमै रमाइलो नाम दिनुहुन्छ, मोट, अर्थात् कम्पनीको सुरक्षा घेरा। यो एउटा यस्तो अदृश्य पर्खाल हो जसले प्रतिस्पर्धीहरूलाई सजिलै बजारमा छिर्न दिँदैन, जस्तै कोका कोलाको ब्रान्ड पावर। उहाँको अर्को एकदमै महत्त्वपूर्ण सिद्धान्त हो मार्जिन अफ सेफ्टी। सजिलो भाषामा भन्दा यो भनेको कुनै पनि व्यवसायको वास्तविक मूल्य र त्यसलाई किन्न तिरिने मूल्य बीचको सुरक्षा अन्तर हो। जति ठूलो यो मार्जिन भयो, लगानी त्यति नै सुरक्षित हुन्छ। यो एउटा यस्तो कुशन हो जसले गल्तीहरू र नराम्रो समयबाट बचाउँछ। यी सबै सिद्धान्तहरू उहाँको 12 टेनेट्समा समेटिएका छन्। यहाँ हेर्न सकिन्छ उहाँ 4 मुख्य कुरामा ध्यान दिनुहुन्छ: बिजनेस,
म्यानेजमेन्ट, फाइनान्सियल्स र भ्याल्यू। के बिजनेस राम्रो छ, के व्यवस्थापन इमान्दार छ, के कम्पनीले राम्रो पैसा कमाउँछ र अन्तमा के यो सही मूल्यमा पाइरहेको छ। यो चेकलिस्टले उहाँलाई भावनामा बगेर निर्णय गर्नबाट जोगाउँछ। जब यी सबै सिद्धान्तहरूलाई सही तरिकाले लागू गरिन्छ, यसले सम्पत्ति बनाउने एउटा शक्तिशाली इन्जिनै तयार पार्छ। अब हेरौँ यो इन्जिन व्यवहारमा चल्छ कसरी। यो दर्शनले कन्सन्ट्रेटेड पोर्टफोलियोलाई जन्म दिन्छ। बफेटका पार्टनर चार्ली मङ्गरको प्रभावले उहाँले सिक्नुभयो कि एउटा साधारण कम्पनीलाई एकदमै सस्तोमा किन्नुभन्दा एउटा उत्कृष्ट कम्पनीलाई ठिक मूल्यमा किन्नु धेरै राम्रो हो। यसको मतलब आफूले राम्रोसँग बुझेका केही छानिएका कम्पनीहरूमा मात्र ठूलो लगानी गर्ने। सयौं स्टकहरूमा थोरै पैसा छर्नुको सट्टा एक फोकस इन्भेस्टरले केही गिने चुनेका कम्पनीमा मात्र लगानी गर्छ, जस्तो कि यो चार्टमा देखाइएको छ। यसो गर्दा ती कम्पनीहरूको गहिरो ज्ञान हुन्छ र विश्वास पनि बढ्छ। अब एउटा उदाहरणबाटै बुझौँ। मानौ कसैको सुरुवाती पोर्टफोलियो 10 लाख रुपैयाँको छ। अब यसमा एउटा जादुई चिज लागू गरौँ, 20% को कम्पाउन्डेड एनुअल ग्रोथ रेट अथवा CAGR। यो चक्रवृद्धि ब्याजको शक्ति हो, जुन लङ टर्म भ्याल्यू इन्भेस्टिङको हलमार्क हो। अब हेरौँ यसले के चमत्कार गर्छ। हेर्नुस् त 20 वर्षको यात्रामा के हुन्छ। कम्पाउन्डिङको शक्तिले त्यो 10 लाख बढेर 3.8 करोड भन्दा पनि माथि पुग्छ। यो रातारात धनी हुने कुनै योजना होइन, यो त धैर्यको अविश्वसनीय शक्तिको सबैभन्दा ठूलो प्रमाण हो। तर यो स्ट्र्याटेजी चलाउनका लागि विश्लेषण गर्ने क्षमता मात्र भएर पुग्दैन। वास्तवमा सबैभन्दा गाह्रो काम त नम्बरसँग होइन, आफ्नै मनसँग हुन्छ। यसको लागि एक विशेष मनोवैज्ञानिक मानसिकता चाहिन्छ। बफेटले सधैँ भन्नुहुन्छ, लगानीकर्ताको लागि सबैभन्दा महत्त्वपूर्ण गुण इन्टेलेक्ट होइन, टेम्परामेन्ट हो। अर्थात् कोही कति चलाक छ भन्नेले खासै फरक पार्दैन, तर बजारको उतार चढाउमा कोही कति शान्त र स्थिर रहन सक्छ भन्ने कुराले नै सबै फरक पार्छ। यो टेम्परामेन्टलाई बुझ्न ग्राहमले एउटा गजबको कथा सिर्जना गर्नुभयो, मिस्टर मार्केटको कथा। कल्पना गर्नुहोस्, लगानीकर्ताको एउटा बिजनेस पार्टनर छ जो अलि भावुक छ। उसले हरेक दिन आएर व्यापार किन्न वा बेच्न फरक मूल्य प्रस्ताव गर्छ। एक साँचो लगानीकर्ताले मिस्टर मार्केटको दैनिक मुडलाई वास्ता गर्दैन। कहिले ऊ एकदमै खुसी भएर महँगो मूल्य तिर्न तयार हुन्छ, कहिले डराएर सस्तोमा बेच्न खोज्छ। एक बुद्धिमान लगानीकर्ताले उसको यो पागलपनको फाइदा उठाउँछ। जब ऊ डराएको हुन्छ तब किन्ने र जब ऊ लोभी हुन्छ तब सावधान हुने। अन्ततः यहाँको मुख्य सन्देश भनेको भिडको पछि नलागी आफ्नै लागि सोच्नु हो, र यसले हामीलाई आजको अन्तिम विचारमा ल्याइपुर्याउँछ। हाम्रो मिस्टर मार्केट अर्थात् बजारको हल्ला र भावनाले आज के भनिरहेको छ, र कोही उसको हल्लामा बहकिन्छ वा आफ्नो विश्लेषण र धैर्यमा अडिग रहन्छ। यही जवाफले नै वित्तीय भविष्य निर्धारण गर्नेछ।